मैले बिहे चाहिँ गरेको छैन। त्यो चाहिँ सबैजना एउटा कुरा नढाटेर भन्नुहोस्, तपाईँहरू कतिको अर्ग्यानिक खानाहरू खानुहुन्छ। यता चाहिँ मेरो बारीमा चाहिँ मम्मीले के लगाउनु भएको छ हेर्नुहोस् है। यता प्याज रोप्नु भएको छ, यता लसुन छ, अनि यो धनियाँ केराउहरू छ, यो रायोहरू छ। यो मात्र नभएर भर्खरै यताको बारीमा चाहिँ यो हेर्नुहोस् भर्खर आलु रोप्नु भएको छ, अनि यता फेरि यो लसुनलाई गोडिराख्नु भएको छ। यहाँ चाहिँ अनि यो के हो रायोहरूलाई चाहिँ निकाल्ने काम भइरहेको छ। अनि उहाँ चाहिँ हाम्रो भर्खर अस्ति नै 2 महिना अगाडि बिहे गर्नुभएको भाउजू हो। अब आजभोलिको केटीहरू चाहिँ के कस्तो हुन्छन् भनेपछि के अरे कामहरू गर्न नमान्ने कि यस्तो खालको। तर हाम्रो भाउजू भने चाहिँ के मान्नु रहेछ, जस्तो सुकै काम गर्न सक्नुहुन्छ। उहाँ चाहिँ मल्टी ट्यालेन्टेड मान्छे हो कि। अनि एउटा कुरा म यति पनि तपाईँलाई भन्न चाहन्छु कि म चाहिँ अविवाहित हो, मैले बिहे चाहिँ गरेको छैन र म सिङ्गल नै हो। अनि यति भन्न चाहन्छु कि मलाई कुनै मोडर्न केटी चाहिएको छैन, मात्र यस्तरी काम गर्ने केटी भए पुग्छ है। आमा बुवालाई सघाउनु पर्यो।